11 का भाइ रामबहादुर राव उनी परिवारका मुखिया पुरानो सोच भएका व्यक्तिको पात्रमा रहेका छन्। सबैलाई नमस्कार गर्ने र माया भन्ने पात्रको रूपमा रहेकी छिन् इसाना तनारा बहिनी रामबहादुरकी श्रीमती समझदार र सहनशील नारी। सबैले जोरदार ताली बजाउनु। र सरिता नाम गरेर पात्र छ, सरिता नाम, तर उनको रियल नाम चाहिँ रिना सुनार। उनी चाहिँ रामबहादुरकी छोरी, पढाइमा अव्वल र सचेत विद्यार्थी। हरिको पात्रमा छन् भाइ दीपक, कक्षा 9 का भाइ दीपक, रामबहादुरको छोरा, गलत साथीको सङ्गतमा परेको, गलत सङ्गतको साथीमा सङ्गत गरेपछि के कस्तो परिणाम भोग्नुपर्छ उनले देखाउनेछन्। श्यामको पात्रमा भाइ अङ्कित छन्, छिमेकी दाइजो र पुरानो सामाजिक सोचको पक्षधर। गीताको पात्रमा लक्ष्मी, श्यामकी किशोरी छोरी, पढ्न चाहने शिक्षकको रूपमा सारा, शिक्षक म्याडम भएर आएकी छिन् पात्रमा। समाजमा चेतना फैलाउने व्यक्ति, स्वास्थ्यकर्मीको रूपमा आएकी छिन् बहिनी मनिका थारू। डाक्टर साहब बनेर स्वस्थ तथा दुर्व्यसनी सम्बन्धी जानकारी दिने व्यक्ति भएर आएकी छिन्। र समाजसेवीको रूपमा काम गर्न भूमिका र इन्जिन लामा दुईजना बहिनीहरू छन्। महिला तथा बालबालिकाको विषयमा काम गर्ने व्यक्तिहरू। र वडाध्यक्षको रूपमा भाइ सुरज आएका छन्। सम्पूर्ण भाइ बहिनीलाई यस्तै गरी शान्त भएर नाटक प्रदर्शनी नाटक मेहनत गर्नुभयो दाइ दिदीहरूले हेरिदिनको लागि, शान्त भएर हेरिदिनको लागि म विनम्र अनुरोध गर्दछु। र यो नाटकको शीर्षक छ नाटकको शीर्षक छ परिवर्तनको बाटो। परिवर्तनको बाटो कसरी परिवर्तन हुँदो रहेछ हामी नाटकबाट नै कलाकार भाइ बहिनीहरूबाट पनि हेर्नेछौँ, बुझ्नेछौँ, मनोरञ्जन गर्नेछौँ र केही कुरा सिकेर जानेछौँ भन्दै म बस्नुहुन्छ उहाँहरू बस्नुहुन्छ अनि एक पहिलो दृश्यबाट सुरु हुन्छ। अब भाइ बहिनीलाई तालिममा बस्नको लागि अनुरोध गर्दछु। दृश्य नंबर 1 घरभित्रको छ रामबहादुरको घर। रामबहादुर चौकीमा बसेर चिया पिइरहेका छन्। नयाँ घरको काम गर्दैछु, सरिता किताब पढिरहेकी छु। सरिता अझै किताब समातेर बसेकी छे? हजुर बुबा, म पढेर राम्रो जागिरी खान चाहन्छु र आफ्नो खुट्टामा आफै उभिन चाहन्छु। देता छोरीले पढेर गयो आखिरमा एक दिन अर्कोको घरमा जाने नै हो। के भन्नुभएको हजुरले त्यस्तो? छोरी पनि त छोरा जस्तै त हो नि। पढी लेखेकी छोरीले परिवार र समाज दुवैलाई अगाडि बढाउन सक्छ हैन र? जुब्रा हाम्रो पालामा त्यस्तो कुरा कसैले गर्दैन थियो। बुबा, समय परिवर्तन भएको छ। पुरानो चलन सबै सही हुन्छ भने त होइन नि। नमस्कार। आउनु न बसाउन यता। अनि बाबुले के कति काम यहाँसम्म धाउनु भयो नि आज? के हुनु नि भाउजू, तिम्रो सहित छोरीको लागि एउटा राम्रो कुरा लिएर आएको नि। के कुरा नि? ए भौजी गिलासमा हाम्रो सहित छोरीको लागि एउटा राम्रो घर भेटेको छु। केटो विदेशमा छ र अब छोरीको बिहे गरिन्छ कसो होला नि? पनि त्यही कुराको बारेमा छलफल गरिरहेका थियौँ।
बाँकी नै छ। जुला छोरीले बुवाको निर्णय मान्नुपर्छ थाहा छैन? पहिले त छोरीको कुरा पनि त बुझ्नु पर्यो नि। छोरीले दिएको दिनु राम्रो पनि लाग्दैन नि हजुर। मेरो जीवनको निर्णयमा मेरो विचारको कुनै महत्त्व नै छैन। डिसिजन नम्बर 2 दाइजोको माग श्याम र रामबहादुर कुराकानी गरिरहेका छन्। केटाको घरमा केही कुरा राखेका छन्। के कुरा भन्नु नि? एउटा मोटरसाइकल र सुन र केही नगद पैसा। त्यति धेरै? यति त गर्नु पर्यो नि। यति नगर्दासम्म कसले छोरीलाई राम्रो गर्न लाग्छ र? दाइजो माग्ने घर कसरी राम्रो घर भयो बाबु नि? बुबा मलाई बेच्न खोजेको होइन भने यस्तो कुरा किन नि? जुला समाजमा हाम्रो इज्जतको कुरा हो। दाइजो दिएर किनेको सम्मान त इज्जत होइन बुबा। छोरीले ठिक भन्दै थिइन्। यस्तो कुरा गरेर छोरीलाई नबिगार्नु न। गीताको बिदा गीता बोकेर प्रवेश गर्छिन्। सरिता दिदी, ए सरिता दिदी। सरिता दिदी, म पनि बुवाले मेरो बिहेको कुरा गर्दै हुनुहुन्छ। म अझै पढ्न चाहन्छु। तिमीले आफ्नो कुरा स्पष्ट भन्नुपर्छ। गीता किन भोलिदेखि घरको कामधन्दा सिक। अब तिमीलाई पढ्नु पर्दैन। बुवा म पढ्न चाहन्छु। पढेर के गर्छौ र तिमी? काका बालबालिकाको शिक्षा र भविष्य समय असर गर्छ। सरिता तिमीले हामीलाई हाम्रो चलन सिकाउन नआऊ। शिक्षक प्रवेश गर्छन्। नमस्ते। के हुँदैछ नि यहाँ? हाम्रो बिहेको कुरा गरिराख्नु भएको छ। यति सानैमा? चलन चल्ती त्यतिखेर राम्रो हुन्छ जब त्यसले मानिसको जीवनलाई सुन्दर बनाउँछ। हामीले बालबालिकाको बिहे यति सानैमा गरिदिनु हुँदैन। किनभने यदि हामीले बालबालिकाको विवाह यति सानैमा गर्ने हो भने चाहिँ त्यसले गएर पछि गएर उनीहरूको भविष्यलाई र उनीहरूको हकलाई समेत असर गर्ने गर्छ। तपाईँ शिक्षक भएर हाम्रो घरको बिचमा कुरा गर्न आउनु भएको? त्यस्तो होइन। समाजको समस्या भनेको एउटा घरभित्र 4 भित्रको भित्र मात्रै सीमित हुँदैन नि। यो त सबै हामीको कर्तव्य हो। डिसिजन नम्बर 4 हरिको गलत बाटो। हरिकै असामाजिक साथीको प्रभावमा परेको देखिन्छ। ऊ अस्वस्थ र तनावमा घर आउँछ। बाबु, ए बाबु। ए हरि, आज पनि यति ढिला आयो? बाबु यता के भइरहेको छ? दाइ तपाईँ केही दिनदेखि यति फरक किन देख्नु भएको छ? मलाई फरक गरेर के भयो? तिमी गएर आफ्नो काम गर। आफ्नो काम जे छ त्यो गर। शशिकाले प्रवेश गर्छ। नमस्ते। यहाँ केको विषयमा छलफल हुँदैछ नि? बाबुको बारेमा छलफल भइरहेको छ। ए म पनि त्यही विषयमा केही छलफल गरौँ भनेर यता आएकी हुँ। के बारेमा भन्नु होला? म यतै गाउँमा घुम्दाखेरि हरिको बारेमा केही कुरा सुनेको थिएँ नि। मैले गल्ती गरेको छैन। मैले यस्तो दुर्व्यसन सेवाहरू गरेको छैन। होइन के राम्ररी सुन्नुपर्छ अनि पहिला त बुझ्नुपर्छ नि। हरिको व्यवहारमा केही परिवर्तन देखिएको छ। गलत सङ्गत र व्यवहारबाट गएको हुन सक्छ नि। कस्तो परिवर्तन? कस्तो परिवर्तन मेरो जीवनमा भएको छैन। मैले त्यस्तो सेवनहरू कहाँ गर्दै गरेँ? कहिले भेट्नु भएको छ हजुरले? भेट्नु भएको छैन नि। मैले गरेको मेरो जीवनमा परिवर्तन म जस्तो छु त्यस्तै छु अहिले। बाबु, गल्ती स्वीकार गर्नु नै समस्या समाधानको पहिलो पाइला हो नि।
हेर हरि बाबु, दुर्भावलाई लुकाएर समस्याको समाधान हुँदैन नि। हामीले समाजको साथ र परिवारको प्रमुख आवश्यकताहरूलाई बुझेर समस्याको समाधान गर्न सकिन्छ नि। हुन्छ, अब यस्तो कुलत बाटोमा म लाग्ने छैन अनि म साथीहरूलाई सल्लाह पनि दिनेछु अनि यस्तो व्यवहार गर्ने छैन कहिले पनि। हरि, हामी तिम्रो साथ छौँ। हस्, हुन्छ। दृश्य नम्बर 5 घरभित्रको हिंसा। रामबहादुर रिसाएको अवस्थामा घरमा आउँछन्। मेरो कुरा कसैले मान्दैन। यो घरमा मेरो इज्जतै छैन। तपाईँ रिसाउनुको कारण चाहिँ के हो नि? सबैजनाले मलाई सम्झाउन खोज्दैछन्। बस्नुहोस् न पहिला। घरभित्रको झगडा सामान्य कुरा होइन नि, त्यो त आत्मविश्वास र सम्मानले मात्रै गर्न सकिन्छ नि। तिमीले पनि मलाई सिकाउने एक्जाममा दिन्छ अनि समाजसेवी प्रवेश गर्छन्। नमस्ते। केको बारेमा खबर भइरहेको छ? होइन, घरको सानो झगडा मात्रै हो। ए, बस्नुहोस् न। घरेलु हिंसा कुनै पनि हालतमा सामान्य हुँदैन नि। परिवारभित्र भएको समस्याहरू सुनिश्चित हुने। म पनि त परिवारकी एउटा सदस्य हो, मेरो पनि त विचारको समान हुनु पर्यो नि। यो हाम्रो घरको कुरा, तिमीहरू चुप लागेर बस। घरको कुरा हो भन्दैमा सही रहनु हुँदैन नि। समस्या समाज र समझदारीबाट नै सुनिश्चित हुने गर्छ। छुवाछुतको प्रश्न। सबैजना सामूहिक रूपमा बसेर खाना खाने तयारी गरिरहेका छन्। नमस्ते। उहाँलाई चाहिँ छुट्टै बस्छौँ हामी, किन बाबा? किनकि उहाँको तल्लो जात हुनुहुन्छ। मानिसको जात भन्दा ठुलो उसको मानवता होइन र मानिसलाई सानो र ठुलो भनेर ठान्नु गलत हो। हो, नानीले पनि सही भने। हामीले कुनै पनि व्यक्तिलाई कसैले पनि सानो ठुलो भनेर त्यो सामाजिक अपराध हो। हामी कहिले पनि त्यस्तो काम गर्नु हुँदैन। हामी एउटै समाजमा बस्छौँ भने सबैलाई समान व्यवहार गर्नुपर्छ। हामी आफ्नै घरबाट परिवर्तन सुरु गरौँ न। हुन्छ, अब परिवर्तन हाम्रो घरबाट हामी सुरु गर्नेछौँ। हाम्रो घरबाट छुवाछुत आजदेखि हुने छैन। संविधानले पनि समानता र छुवाछुत विरुद्धको अधिकार सुनिश्चित गरेको छ। दृश्य नम्बर 7 परिवर्तन सुरु
किन हल्ला गर्छ ओइ? नमस्कार नमस्कार यहाँ सबैजनाहरू भेला आउनुभएको छ। यो के को भेला हो नि? त्यो त सानो सामाजिक समस्याको बारेमा छलफल समाजमा समस्याहरू धेरै छन्, तर समस्या मात्रै देखाएर हुँदैन। सामाजिक समस्या समाधान गर्नलाई हामी सबै मिलेर अघि बढ्नुहुन्छ, अनि मात्र समस्या समाधान हुन्छ। यो अवधिले हामीले बालबालिकाको कानुनी सेवा गराइदिने छैनौँ। दुर्व्यवहारबाट टाढा रहौ। महिला र बालबालिकामा हुने हिंसा विषय अन्त्य गरौँ। छोरीलाई शिक्षा दिउँ। छोरी र छोरालाई समान रूपमा दिनेछौँ। घरमा सबै परिवारको विचारको सम्मान गरौँ। मैले पनि बुझेँ पुरानो परम्परा सबै एउटै हुँदैन रहेछ। हुन्छ, अब म पनि परिवर्तन गर्नेछु। छोरीलाई पढाउनेछु, शिक्षा दिनेछु र छोरीलाई ठुलो व्यक्ति बनाउनेछु। अन्तिम दृश्य सामूहिक पत्रिका सबै पात्र अगाडि आउँछन्। यो पृष्ठभूमिमा प्रेरणादायी सङ्गति बन्छ। आज हामी सबैजना मिलेर एउटा प्रतिज्ञा गरौँ। सबैजना उठौँ। हामी बदलिन्छौँ, समाज बदल्छौँ। बाल विवाह, लैङ्गिक प्रथा, छुवाछुत, हिंसा, दुर्व्यसन, शिक्षाको ज्योति, सभ्य समाज। धन्यवाद।